सर नमस्कार। नमस्ते। सर हजुरको परिचय दिनु न सर। मेरो नाम रामप्रसाद भण्डारी, घर चाहिँ प्युठान। हजुर। अनि सर यहाँ के भएर आइपुग्नु भयो सर? मलाई चाहिँ मलदरमा मासुको डल्लाहरू पलाएको जस्तो महसुस भएको थियो। ए हजुर। अनि त्यसपछि एकचोटि चेकअप गरौँ भनेर आएँ। अहिले चाहिँ यहाँ आएपछि थाहा भयो कि पाइल्स पनि सुचारू हुन लागिरहेको रहेछ भन्ने कुरा। ए हजुर। अनि त्यसपछि डक्टरले के गरौँ, अपरेसन गर्नुहुन्छ के गर्नुहुन्छ भन्ने कुरा, के गर्दा ठिक हुन्छ भन्दा हजुर डाक्टर विश्वदीप तिमिल सिन्हाले चाहिँ अपरेसन गर्दाखेरि तपाईँलाई सहज हुन्छ, पछि झन् ठुलो भयो बल्झियो भनेपछि हजुर ठुलो समस्या हुनसक्छ भन्ने हुनाले मैले चाहिँ अपरेसन गरेर अलिक बेडमा छु। ए यो लेजर प्रविधि नै रोज्नु सरले होइन? लेजर कस्तो मान्नु सर? लेजर एकदम उत्तम। मैले पहिले सुनेको थिएँ, मलाई चाहिँ 2-3 वर्ष पहिले नै हो यो फिस्टुला जस्तो देखिने एउटा समस्या भएको। मैले चाहिँ छारसूत्रको पनि सल्लाह दिएको थिएँ। ए हजुर। छारसूत्रमा चाहिँ अलिक कष्टकर हुने भएको हुनाले हजुर मैले फेसबुकमा चाहिँ देखेँ काव्य पोलिक्लिनिक, पोक्टो पोलिक्लिनिकको। हजुर। अनि त्यसपछि फोन गरेर सल्लाह लिँदाखेरि ठिकै छ, उत्तमै हुन्छ, आएर एकचोटि हेर्नुहोस् भन्ने कुरा भयो। हजुर। आएपछि चेक जाँच गर्दा डक्टरको सल्लाह अनुसार हजुर जे होस् राम्रै भयो, सहजै भयो अहिलेसम्म। अब कति टाइम लाग्यो सर भित्र? टाइमभित्र धेरै लागेन, 10 देखि 15 मिनटको बिचमा सबै भ्याइ होइन? हजुर। अब 2 घन्टापछि तपाईँ चाहिँ अब डिस्चार्ज भएर घर पनि जान सक्नुहुन्छ होइन? 2 घन्टापछि डिस्चार्ज भएपछि घर जान सक्नुहुन्छ भन्नुभएको छ। ए बडा छिटो छरितो र धेरै सहज रहेछ है? छिटो छ सरितो पनि, सहज पनि, एकदम उत्तम पनि। अरू प्रवृत्ति भन्दा यो चाहिँ छारसूत्रहरू अपरेसन भन्दा यो लेजर प्रवृत्ति अलिक उत्तमै लाग्यो मलाई। यो तपाईँको यो समस्या कति पुरानो थियो सर? यो ठ्याक्कै यति भन्ने त मलाई थाहा भएन। 2-3 वर्ष पहिला चाहिँ मलाई त्यो अनुभव हुन्थ्यो। ए हजुर हजुर। त्यो अनुभव हुन्थ्यो। मैले के गरौँ भन्नु सोचिरहेको थिएँ। यो छारसूत्र भन्ने थिएन त्यति बेला, के अरे यो लेजर भन्ने थिएन, छारसूत्र भन्ने थियो। दाङमा गरौँ कि भन्ने भयो। अनि त्यसपछि औषधि खाऊ भन्ने भयो। औषधि पनि खाइयो। हजुर। औषधि खाँदाखेरि खासै कम भए जस्तो नि भएन, रेगुलर खान पनि भइएन। हजुर। अनि त्यो हुनाले झन् पछि समस्या बल्झिएला, झन् जटिल बन्ला भन्ने लाग्यो। अनि आएर मैले चाहिँ यो लेजर प्रवृत्ति। सर यस्तो समस्या धेरैलाई छ होइन? हजुर। उहाँहरूको बारेमा नि यसो भनिदिनुहोस् न। यसो घरै समस्या भयो नि यो हुन त अब अधिकांश हामीहरू लाज मान्ने गर्छौँ, सकेसम्म लाज नमानेर। समस्या भयो नि, रोग पाल्यो भने आफैलाई समस्या हो। हजुर। झन् जटिल बन्दै जान्छ, भोलि झन् ठुलो रूप लिन सक्छ। हजुर। बरु सामान्य लक्षण देखियो भने डक्टरसँग आएर परामर्श लिएर अपरेसनै गर्नुपर्ने, भोलि लेजरै लिनुपर्ने अवस्था नि नहुन सक्छ। डक्टरसँग सल्लाह लिने। हजुर। लिँदा राम्रो हुन्छ। रोग पालेर भोलि लाज मानेर समस्या हुनसक्छ, भोलि झन् ठुलो समस्या निम्त्यो भने जटिल हुन्छ, जटिल हुनसक्छ। हस् सर, हजुरले आफ्नो अनुभव सुनाइदिनु भयो। धेरै धेरै धन्यवाद सरलाई। शीघ्र स्वास्थ्य लाभको कामना गर्छु सरलाई।